कटारी नगरपालिका 7 यो 4 पाटे बाटोमा चाहिँ ग्राभेल गरेको अवस्था। ग्राभेल गर्दै गर्दाखेरि पनि हिलो यस्तो छ है। अनि यहाँ चाहिँ अब यो लगाउने मान्छेको कमजोरी हो कि यो बाटोको कमजोरी हो कि गिटी हाल्नु पर्ने ठाउँमा बालुवा ल्याएर हालेको छ है। बालुवा पनि अलिकति गिटीसँगको भइदिए भए यो हिलो सायद यस्तो हुँदैन थियो होला। मान्छेहरू यसरी दुःख पाइरहेका छन्। यो चाहिँ अब स्थानीय सरकारले यसलाई मध्यनजर गरिदिनु भए ती नै राम्रो हुने थियो। र यो जुन व्यक्तिले यो जिम्मेवार लिएर यो काम गरेको छ यो चाहिँ अति नै यो जिम्मेवारभन्दा बाहिर रहेर गरेको जस्तो देखिन्छ। यसमा चाहिँ स्थानीय सरकारले राम्रो ध्यान दिनुभएको होस् भनेर अनुरोध पनि गर्न चाहन्छु। तपाईँहरूको त विशेष आउनुपर्छ है, पानी पर्छ भनेर राखेको छ। ल है राम्रो छ नि होइन एकदम है। आफ्नै दुनु सोझ्याउरे अरू भोकै प्यासै मर्दा आफू अझै रमाउने नेपालीको पीडाले आँसु कति नझर्ने मेरो देश डुब्नै लाग्यो किनारे लगाइदेऊ सपुत छौ कि कोही माझी बचाइदेऊ नेपालको शान राख्ने हो के थाहा बर्सिएर छुटाउँछ शिर आफ्नै एउटा थियो खुकुरी नेपालको शान राख्ने हो के थाहा बर्सिएर छुटाउँछ शिर उज्यालो कतै छैन हाँसो छैन कहीँ अशान्ति नै देख्छु रोदन जहीँ तहीँ